नमस्कार, एजेम टेक्नोलोजीमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज पनि म तपाईहरुको माझमा चाहिँ उपस्थित भइसकेको छु। आजको भिडियो चाहिँ हामीले जुन राउटरहरु मध्येमा चाहिँ धेरै किसिमका राउटर चाहिँ हुने गर्छन्, 2.4G राउटर र 5G राउटर। यी मध्येमा चाहिँ आज म तपाईलाई जुन अप्टिकल फाइबरमा चाहिँ युज हुने प्राइमरी राउटर चाहिँ जुन 5G र 2.4G मा चाहिँ यसले चाहिँ जुन बाहिर चाहिँ रेन्ज फाल्ने गर्छ, आज यसलाई चाहिँ म तपाईहरुको माझमा चाहिँ अनबक्सिङ गरेर चाहिँ देखाउन चाहिँ गइरहेको छु। यो भिडियो चाहिँ हाम्रो जुन फाइबर राउटरमा चाहिँ प्राइमरी राउटर चाहिँ दुई किसिमको हुन्छ। प्राइमरी राउटर भनेको चाहिँ जुन तारवाला केबलवालाको उसमा चाहिँ लाग्छ भने, सेकेन्डरी भनेको चाहिँ जुन तपाईको धेरै कोठाहरु छन्, धेरै कोठाहरुमा चाहिँ धेरै टाढा चाहिँ सिग्नल फाल्दैन भने चाहिँ तपाईले त्यहाँबाट अर्को राउटर जोडेर सेकेन्डरी जोडेर त्यसलाई चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। र आजको यस अनबक्सिङ भिडियोमा चाहिँ म तपाईलाई यस्तो खालको चाहिँ कता चाहिँ आइसकेको छ। म यसलाई चाहिँ खोलेर म तपाईलाई देखाउने छु। यसको चाहिँ म यसलाई खोल्छु। जुन यसको चाहिँ हाम्रो फाइबर प्रो भन्नेमा चाहिँ यो खालको रहेको छ। यसलाई म अब खोल्छु। यसलाई यसरी म यसलाई खोलेर म तपाईलाई सबै देखाउने छु। यस्तो खालको रहेको छ। यो चाहिँ हेर्नुस्, यस्तो खालको राउटर रहेको छ। यस्तो खालको चारवटा चाहिँ यसको 6वटा एन्टेना रहेको छ। यो खालको तपाईले हेर्न सक्नुहुन्छ। यो खालको प्लास्टिक लगाइएको छ। यसको चाहिँ हाम्रो यो झन्डै वेट पनि धेरै वेट छ। जुन यहाँ तपाईले यो खालको देख्न सक्नुहुन्छ। जुन यस्तो खालको छ। यसको चाहिँ रेन्ज कस्तो छ, स्पिड कस्तो छ, म तपाईलाई सबै कुराहरु चाहिँ चलाएर देखाउने छु। आज चाहिँ म तपाईलाई यसमा चाहिँ जुन अनबक्सिङ मात्र गरेर देखाउन गइरहेको छु, किनकि टाइम चाहिँ भिडियो धेरै लामो होला जस्तो मलाई लागिरहेको छ। त्यसैले अब चाहिँ यो जुन एउटा राउटर ओएनयू चाहिँ रहेको छ, त्यो सँगसँगै अब चाहिँ यहाँ चाहिँ एउटा राम्रो खालको चाहिँ ल्यान केबल, जुन क्याट 6 केबल चाहिँ रहेको छ। यो चाहिँ हाम्रो कम्प्युटरमा अथवा अर्को राउटर जोड्नको लागि चाहिँ यो केबल रहेको छ। र त्यसै गरी यो चाहिँ हाम्रो यहाँ चाहिँ म्यानुअल बुक चाहिँ रहेको छ। यो चाहिँ हाम्रो म्यानुअल बुक, ठुलो म्यानुअल बुक रहेको छ, तपाईले देख्न सक्नुहुन्छ। र यो सँगसँगै अब चाहिँ म यसलाई म्यानुअल बुक भयो। र अर्को चाहिँ मसँग एउटा चाहिँ चाइनिज भाषामा, यो त इङ्ग्लिसमा रहेको छ। र यसै सँगसँगै अब चाहिँ यो यहाँ चाहिँ हाम्रो एडाप्टर केबल रहेको छ, चार्जिङ केबल। यो चाहिँ हाम्रो 12 भोल्ट 2 एम्पियरको चाहिँ चार्जिङ केबल रहेको छ। यसको चाहिँ ठुलो प्याकिङमा चाहिँ यो सामान चाहिँ रहेको छ। यसको अब हामीले यसको चाहिँ हाम्रो ल्यान आइपी चाहिँ हाम्रो यसको कति छ भने म तपाईलाई देखाउन चाहिँ गइरहेको छु। ल्यान आइपी यहाँ चाहिँ लेखिएको छैन जस्तो लागेको छ। म तपाईलाई अर्को भिडियोमा देखाउने छु। यसको चाहिँ SSID 5G 2.4G मा चाहिँ यसको रहने गर्छ। यसको एडमिन र पासवर्ड चाहिँ यहाँ लेखिएको छ। यसको एक्चुअल यसको ल्यान आइपी चाहिँ यहाँ लेखिएको छैन। म तपाईलाई हेरेर अर्को भिडियोमा अपलोड गर्ने छु। यसको चाहिँ यहाँ तपाईको जुन तपाईले पासवर्ड कलर राख्नुभयो भने रिसेटको लागि चाहिँ यहाँ रिसेट भन्ने लेखिएको छ। यहाँ छ रिसेट भन्ने। त्यसैगरी अर्को चाहिँ हाम्रो ओएनयू राउटर अफ र अनको लागि चाहिँ यहाँ यस्तो खालको रहेको छ। त्यसैगरी अर्को चाहिँ हाम्रो चारवटा यहाँ चाहिँ हाम्रो ल्यान पोर्ट रहेको छ। त्यसैगरी अर्को हाम्रो यहाँ चाहिँ हाम्रो जुन फाइबर जोड्नको लागि चाहिँ यहाँ एउटा पोर्ट दिएको छ। यहाँ चाहिँ हामीले फाइबर यहाँ जोड्न सक्छौं। यो चाहिँ जेटीए ब्रान्डकै रहेको छ। यो नोकिया जस्तै छ। मैले तपाईले झुकेर सुरुमा चाहिँ नोकियाको भनेको थिएँ, तर नोकिया चाहिँ यो होइन। यो चाहिँ हाम्रो जेटीए ब्रान्डको जुन हाम्रो डुअल ब्यान्ड राउटर रहेको छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझावहरू कमेन्ट बक्समा लेख्न नभुल्नु होला भन्दै अर्को भिडियोमा फेरि आउँछु। आज जान्छु। हवस् त, नमस्ते।